कुद्दैखेरि कस्तो गाह्रो हुन्छ त्यो न्यू इयरमा खाने चिज हो क्या यो मोची भनेको नि अब अस्ति नै चाहिँ गएको हामी इन्डोनाकी थियो यो चाहिँ थाहा छैन कहाँ हो कि हो बट हाइकिङ चाहिँ होइन आज चाहिँ स्कुलको प्रोग्राममा आएको हामी लाइक ब्लुबेरीको क्लास थियो अनि अहिले एकछिनमा ब्लुबेरीहरू यताउति गर्न चाहिँ के गर्ने थाहा छैन गर्न चाहिँ ओहो कुद्नु भएको थियो त गाउँ जस्तो लाग्यो भनेर तर रमाइलो ए तर म चाहिँ हान्न मन सक्यो फुटबल मात्रै भएर कस्तो मेरो उद्देश्य थियो आज माई ड्रिम डिस्ट्रोय द पट ब्रो मलाई अरूको चाहिँ भर छैन दाङ्गी दाइले चाहिँ फोड्छन् ओ बाख्रा कराउ छ त है कहाँ त किनेर लगाउँ न निमेशको रुममा नबोला नबोला बाख्रा हेर्नु नि हामीलाई रहर भइसक्यो जिम त बाख्रा ओइ जाउँ न बाख्रो हेर्न कराइरहेछ त चिन चाहिँ याकी दोको याकी भन्दै याकी दोको यसका को तायो दोको जस्तो खाइताइ नि के भन्थ्यो मलाई नारावाला त्यो सबै बाख्रा यही बडुला गनाउने मात्र रहेछ नि तिनीहरू मलाई के भन्थ्यो छुर्पी खाने हो के भन्छ सिजन नतोकेर सुकिदेश नि गरेर हाइसोदेश भनेर दिनुपर्ने खाता खाने के भन्छ थाहा त यो पनि रेन्जीमा तताएर यस्तो खाँदै खाने मान्छे अनि खाना खाइसकेपछि 2-3 घन्टा केही नखानेलाई मुखमा हालेर भनेर दिनु यो खाए पनि दिनुभयो यो जापानिजलाई दिएको होइन यो चक्लेट हो खाने बारेको भने मोमो लगिदिएको थियो पिरो खान्छ भन्नु कि त्यो दाइलाई भाइ यस्तो पिरो अरूले खाने भने यस्तो पिरो हाल्नु भनेको जङ्गलमा गएर नहगे नि धेरै भएको थियो रहर पुरा गरौँ कि के हो तर नाइस कसम हेर्नु उताको ठाउँ है मरद छ त अहिले एकदिन मोची कुट्ने बुलाइ यहाँबाट सेन्डे हाई हाई किता हो गर्दै ओ माय गॉड जामास जामास कोकोमा दे राखे त्यसका कामको लागि कहाँ त्यो पहिरोको तल एउटा थियो फ्याक्ट्री कुन हो हमिङबर्ड हो त्यो हाम्रो त रेस चल्थ्यो पहिला माथि पुग्ने त बाटो माथि आउने हो हाम्रो त तलबाट हामी चाहिँ भोलिन्टियर गर्न आएको यहाँ अब दाइले यसरी बोकेका छन् केटाहरूले त्यहाँ त्यसरी बोकिरहेछन् यहाँ मेरो चाहिँ यस्तो छैन म चाहिँ अब अलिक पावर छैन कि आफूसँग चाहिँ हाई अरू गएको पनि रहेछ नि त अरू गएको म त सेन्सेलाई गफ हान्छु होला एउटा दोको नि दोको न कोची रही यस्ता हाई
यो खेल्ने कहाँ खेल्यो है तिमीहरूले खेले छैन गोम खेल्नु नदेखेर म यहाँ रन्थुङ गिरहेको छु बाम जस्तो छ यार सकना माछा 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 भ्याएको त खोइ सकना चाहिँ चिया हो बाम सकना बाम हो कि बाम भन्छ बाम नेपालमा खोइ लाउन जाउँ अहिले हो र होइन हो क्या अब 와 하야이네. 아 진짜 보이드려. 아 가자.それでハグ。それサップ。ぬるぬるやからね土壌の体はぬるぬるです誰も目の前にいた。रविले त 3-4 छिर्नु हुन्छ結構自分でもそれかけといてもらえたらはいयहाँभन्दा त कम्मरमै लगाएको भए ठिक हुन्थ्यो होला त्यो हो क्या त्यो टाउको त फुलाउने मात्रै हो क्या हाम्रो टाउको त्यहाँ माथिसम्म पुग्दैन होला नि違いました反対じゃあこれ反対や反対ごめん間違えてるわ反対ですね反対ごめんなさいこっち後ろへमासमा चाहिँ लार जान दिनु पर्ने घर लार जान दिनु पर्ने यो पुछこっちもあるしもう一個どっかにありますわ यो हरियो चाहिँ ग्रिन पार्कको हो कि त्यही हो निहरू であと यसलाई पनि थाहा रहन्छ राम्रोसँग スイッチどっかに स्विच छ अरे त्यहाँनिर स्विच रबिन कहाँ गयो रबिन स्विच छ अरे त्यहाँनिर हेर त スイッチどっかにあります हाई कोरे あそれ一回オンに अन オン अन オフオン हावा भरिन्छ के यसमा अब अक्सिजन कम हेर्न नसुल्दैन नि それで閉めたら空気が逃げへんようになって膨らむ साथीको गेडा ओइ त्यहाँ ठोकिन्छ अलिकति बसे ओइ रबि最後スイッチ入れるときねおおすごい見えてますここ ओइ देखिन्छ यहाँ हेलो मेरो OK ワオ ほらこれでいけますね केटी लाउन लाग्नुपर्छ कार्की あそれこれつけとかな कतिको गर्मी रहेछ है अहिले बाहिर पो गर्मी अहिले दिएर होइन जिउ चिजी OK ओके त्यो स्विच फेरि अफ गर अब ओइ भित्र मान्छे त उडाउँदैन नि でもう一人 आटो मजा हुन्छ जिउ चिजी गरेर भने नि भर्खर त 20 भएर नि तनापछि म जाऊँ अहिले पछि जान्छु क्या म सेकेन्ड गर्छु होइन पहिला
कोही न दुईजना गायब भएपछि त्यही थाहा भइहाल्छ ल केटा अब तिमीहरू चाहिँ होइन अब यो भित्र छिरेर चाहिँ कस्तो अनुभव भयो धमलाजीबाट सुरु गर्न चाहन्छु म धमलाजी भन्नुहोस् जनता जान्न चाहन्छन् मलाई चाहिँ एकदम जनता जान्न चाहन्छ मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ होइन यो भित्र छिरेर पाउँदाखेरि चाहिँ कहाँ छुट्टै संसारमा पुगे जस्तो लागिरहेको थियो सुरुमा चाहिँ उहाँको बारेमा चाहिँ के विचार छ त भर्खर आउनुभयो च्याप्ने हो त एकदम रमाइलो छ है भित्रपट्टि चाहिँ भित्रबाट हेर्दा छुट्टै संसार देख्नुहुन्छ हजुरहरूले रबिन भाइ खाँदा तिम्रो हुने आफ्नो पानी इभेन्ट थियो प्रस्तुत गर त अन्त एकदम तानुसी भइरहेछ मलाई त त्यही हो पुगेन कि इन्टरभ्यू धमलाजी ल भन्नुहोस् जनता जान्न चाहन्छन् तपाईँ नेपाल कहिले फर्किनुहुन्छ म चाहिँ अब दाइगाको सोचेको भएर भनेको एन्टु पास नहोला जस्तो छ पक्नुहोस् तपाईँको नाकमा हामी जुम गर्न चाहन्छौँ ल भन्नुहोस् जनता जान्न चाहन्छ ल केटा हो ठ्याक्कै 2.5 वर्ष 3 वर्षपछि बाख्रा देख्न पाएको ठाडकाने बाख्रा रहेछ र नि सुगर हुन्छ नि यस्तो बाख्रा त खसी रहन्छ कि बाख्रामा चाहिँ बोगा होला नि Japanese background.